हेलो एभ्रिवान। आज चाहिँ हामी ESP32 लाई कसरी युज गर्न सकिन्छ, ESP32 युज गरेर कसरी प्रोजेक्टहरू बनाउन सकिन्छ भनेर हामी आज ESP32 युज गर्न सिक्दै छौं। र यहाँनिर चाहिँ छ एउटा पट, प्रोग्रामिङ पट, र यहाँनिर साइडमा अर्को छ रिसेट बटन, र यहाँ हाम्रो साइडमा बुट बटन छ। र त्यसैगरी हाम्रो यो चाहिँ भनेको डबल कोर ESP32 बोर्ड हो। र त्यसैगरी अहिले चाहिँ हामी एउटा बेसिक कोड हाल्न जाँदै छौं। सो हामीले अहिले चाहिँ ESP32 मा प्लगइन पनि गरिसकेका छौं। र त्यसैगरी अहिले चाहिँ हामीले केही कोड हालेका छैनौं। र अहिले चाहिँ हाम्रो यहाँनिर मैले आर्डिनो आईडी इन्स्टल गरेर यहाँ ओपन गरिसकेको छ। र अहिले चाहिँ म एउटा बेसिक कोड अपलोड गर्न जाँदै छु। यहाँ फाइलमा गएपछि एक्जाम्पलमा गएपछि मैले यहाँ बेसिक भन्ने अप्सन छ, बेसिकमा गएर ब्लिङ्कमा क्लिक गरे। र ब्लिङ्कमा क्लिक गरेपछि यहाँ एउटा ब्लिङ्किङ कोड आयो। र यहाँनिर चाहिँ हामीले केही चेन्जेस गर्नुपर्ने हुन्छ। यो पिन मोड भन्ने अप्सन छ, यसलाई चाहिँ हटाएर 2 राखिदिनु पर्ने हुन्छ हामीले। र त्यसैगरी एलईडी बिल्ट-इनलाई हटाएर 2 राखिदिनु पर्ने हुन्छ। जहाँ पनि एलईडी बिल्ट-इन छ हाम्रो त्यहाँनिर चाहिँ पिन नम्बर 2 राखिदिनु पर्ने हुन्छ। र त्यसैगरी चाहिँ हामीले अब बोर्ड र पट सेलेक्ट गर्नुपर्ने हुन्छ। अहिले म टुल्समा गए र टुल्समा गएपछि बोर्डमा गए। बोर्डमा गएपछि हाम्रो अहिले ESP32 बोर्ड हो। ESP32 एज यु क्यान सी गाइज धेरैवटा भर्जन छ यहाँनिर। हाम्रो ESP32 डेभ मोड्युल हो। सो त्यसपछि हामी यहाँ फेरि टुलमा जाउँ। टुलमा गएपछि हाम्रो पट सेलेक्ट गर्नु पर्यो। पट कति हो भन्दाखेरि COM5 हो। हामीले चाहिँ यहाँनिर डिभाइस म्यानेजरमा पनि चेक गर्न सकिन्छ हाम्रो पट। र एज यु क्यान सी गाइज यहाँनिर चाहिँ हाम्रो दुईटा अप्सन छ, एउटा भनेको टिक र अर्को भनेको एरो जस्तो छ। यो टिकले चाहिँ भनेको हाम्रो एउटा कम्पाइलर भन्छ यसलाई। यसले चाहिँ हाम्रो कोडलाई चेक गर्ने काम गर्छ। यो कोड ठिक छ कि ठिक छैन, हामीले गरेको कोड ठिक छ कि ठिक छैन, कतिको सही छ छैन भन्ने कुरो यसले जाँच गर्छ। र यदि कोड मिस्टेक छ भने चाहिँ हाम्रो यहाँनिर एरर फाल्दिन्छ। यदि कोड राइट छ, राम्रो छ, करेक्ट छ भने चाहिँ हाम्रो एरर फाल्दैन र यसरी डन कम्पाइलिङ भनेर यहाँनिर आउँछ। र अब चाहिँ हामी यो अपलोड गर्न रेडी हुन्छौँ। यो एरो बटनमा क्लिक गरेपछि यो चाहिँ हाम्रो कोड अपलोड हुन्छ। कम्पाइलिङ स्केच भन्दैछ र अहिले चाहिँ हाम्रो कोड अपलोड हुँदैछ। अब कम्पाइल गरेर चेक गर्दैछ अनि अपलोड हुन्छ। सो यसै गरी हाम्रो कनेक्टिङ भन्दैछ। र त्यसैगरी चाहिँ हाम्रो यो 100 सम्म जान दिनुपर्छ। अनि त्यसपछि चाहिँ हाम्रो कोड अपलोड भइसक्छ। र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो ESP32 मा एलईडी ब्लिङ्क गर्न थालिसकेको छ। र हामीले पिन नम्बर 2 मा सेट गरेको थियौँ अघि कोडमा भने। अब हामी चाहिँ पिन नम्बर 2 मा हामी एउटा एलईडी जोड्छौँ। यहाँनिर मैले चाहिँ ग्राउन्डमा रेजिस्टेन्स लाएर ग्राउन्डमा जोडेँ। र यो एलईडी को पोजिटिभ टर्मिनल मैले डिजिटल 2 मा लगेर मैले ESP32 मा जोडिदिएँ। र यसै गरी हाम्रो यहाँनिर चाहिँ ESP मा एलईडी ब्लिङ्किङ कोड बलिसकेको छ, बेसिक कोड चेक भइसकेको छ। र त्यसै गरी अब हामी यसको डिले पनि घटाम। डिले जस्तै अब डिले घटाएर हामीले यहाँनिर 500 राख्न सकिन्छ हैन। हेरौँ 500 राख्दा कतिको के हुने रहेछ। 500 राख्दाखेरि अब फेरि हामी अपलोड गर्दियौँ यो कोडलाई। हामीले चाहिँ अहिले 5 सेकेन्ड डिले राख्दैका छौँ। अघि चाहिँ भनेको हाम्रो 5 मिली सेकेन्ड डिले राख्दैछौँ। अहिले चाहिँ अघि चाहिँ भनेको 5 सेकेन्ड थियो भने अहिले चाहिँ हामीले 5 मिली सेकेन्ड डिले राख्दैका छौँ। 5 मिली सेकेन्ड भनेको चाहिँ एकदमै कम हो। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो 5 मिली सेकेन्डमा ब्लिङ्क भइरहेछ। अघिको भन्दा एकदम छिटो ब्लिङ्क भइरहेछ। र यसै गरी हाम्रो अहिले यो प्रोजेक्टले काम गरिरहेछ। यसले थप आई होप हजुरलाई केही हेल्प भयो होला, कसरी ESP32 युज हुन्छ, कसरी के प्रोग्राम गर्न सकिन्छ भन्ने विषयमा। र किप फलो गाइज, स्टे ट्युन फर मोर। थ्याङ्क यू।